हाई साथीहरु, गुड मर्निङ। तपाईहरु यहाँ फुल हेर्नुस्, मन पर्यो भने आउन सक्नुहुन्छ। यो आनन्दन बस्ती यहाँ सञ्जय दाजु सञ्जय सुब्बाको घरमा हेर्नु बेच्नु राख्नु भएको फुलहरु। मलाई पनि मन पर्यो, मैले पनि कतिवटा लगिसके किनेर। हेर्नुस् कस्तो मजाले स्याहारेर राख्नु भएको छ हरियो गरेर। तपाईहरुले पनि आउन सक्नुहुन्छ है, लान सक्नुहुन्छ फुलहरु। यहाँ चाहिँ नर्सरी होमै बनाएको छ फुलको। देखाउँदैछु तपाईहरुलाई। यहाँ मैले पनि लगेको छु। हेर्नु कस्तो कस्तो मिठो मिठो कलरको छ यो कलरहरु, गदावरीहरु। यहाँ हेर्नुस् यो फुल हेर्नुस्। फुलको नाम चाहिँ मलाई पनि त्यति आउँदैन। यहाँ हेर्नुस् कस्तो मजाले सजाउनु भएको छ फुलहरु। सबै बेच्नु राखेको। मेरो चाहिँ क्यामेरा राम्रो नभएर चाहिँ क्लियर छैन। तपाईहरुले आएर चाहिँ लान सक्नुहुन्छ, मिलाइदिनुहुन्छ। यहाँ सबै बेच्नु राखेको, पटैसँग बेच्नु हुँदैछ, यो गमलासँग। हेर्नुस् है फुल। यहाँ जलबेरा पनि बेच्नुहुन्छ, म देखाउँदैछु तपाईहरुलाई। म चाहिँ यहाँ आइपुगेको छु दाजुहरुकोमा। म पनि फुल लैजाऊँ भनेर। सो यहाँ हेर्नु, यो चाहिँ मन परेको, यो लानु आँटेको मैले। यो पिङ्क कलरको हेर्नुस् है। यहाँ दाजु फुल स्याहार्नु हुँदैछ। यहाँ फुलको चाहिँ मालिक हुनुहुन्छ। अब जलबेरा देखाउँछु हो। यहाँ के भन्छ यो फुलको नाम के हो भन्छ? फुलको नाम पनि आउँदैन मलाई त। यो हेरौँ जलबेरा। यो चाहिँ जलबेराको गार्डन। हेर्नुस् सब बेच्नु राखेको। यो एउटा स्टिकलाई चाहिँ तपाईहरुलाई एउटा स्टिक गरेर बेच्नुहुन्छ। यहाँ हेर्नुस् कस्तो मजाले स्याहार्नु भएको छ। फुलहरु सबै कलरको बेच्नुहुन्छ। यता पनि छ। यसरी स्याहार्नुहुन्छ। हामीले त खै त किनेर लगेर पनि स्याहारे हुँदैन, भ्याउँदैन नि त स्याहार्नु पनि कतिवटा कामले। यहाँ हेर्नुस् जलबेरा कस्तो दामी दामी डबले जलबेरा। पिङ्क कलरको दामी दामी, कस्तो दामी दामी छ। येल्लो पनि, रेड, आई लभ रेड। यहाँ हेर्नुस् कस्तो मजाले स्याहार्नु भएको छ मेहनतले। बाई साथीहरु, तपाईहरु आनन्दन बस्ती के भन्छ बिजनबारी आनन्दन बस्तीमा आउन सक्नुहुन्छ। कहाँबाट हेर्नु हुँदैछ फुल लिनुको लागि। योहरु चाहिँ डेलिभरी पनि गर्नुहुन्छ। फुलहरु बेच्नुहुन्छ है। यहाँ आनन्दन बस्तीमा आयो भने भेट्नुहुन्छ। बाई।